एक अक्षरले बनिएको म शब्द जस्तै यो यात्राभरिको एक्लो यात्री म। अन्य ठाउँको जस्तो रहेन यो मेरो यात्रा, किनभने यो यात्रामा थिए मात्र म। नयाँ ठाउँमा पुग्नु, घुम्नु, फोटो खिच्नुले मात्रै त्यहाँको सुन्दरता झल्किँदैन। सुन्दरता त तब झल्किन्छ जब त्यहाँको स्थानीयसँग बलाकुसारी हुन्छ। जति मासिरा जाँदै आउँदै जानुभयो त्यति अवसरमा हुने रहेछ क्या, अनि त्यो औषधि चाहिँ सिद्धि गरे हो। यस्तै यात्रा लिएर धेरै समय पश्चात तपाईहरु समक्ष आएको छु। हेलो एभ्रिवान, आज चाहिँ म तेह्रथुमको छथर गाउँपालिका भन्ने ठाउँमा जाँदैछु। त्यो ठाउँमा चाहिँ एउटा फुसको छानालाई टिनको छाना बनाउने भन्ने एउटा जुन अभियान छ, त्यो अभियानले कतिको प्रभावकारिता परेको छ भन्ने कुरा चाहिँ म लिनलाई जाँदैछु छथर गाउँपालिका। अब चाहिँ म यो चाहिँ मेरो बेस्ट हो, अनि यो चाहिँ अब यसले चाहिँ एउटा बौद्धिस्ट एउटा शान्तिको भाष दिन्छ नि त। सो हिजो लिएको थियो, अनि यो चाहिँ लाउनु भएको छैन, यो म लाउँदैछु। अब चाहिँ म लाइक 11 बजिसक्यो, अनि अब मेरो चाहिँ 3.5 घन्टाको यात्रा हो। तर लाइक अब म बिस्तारै भ्लग खिच्दै जाने भएको भने 5 घन्टा जति लाग्छ। ओके, ब्याग भिर्ने छैन यस्तो टाइपको, यस्तो चाहिँ मिलाइदिन्छ। तर लाग्छ लाग्दैन है यसको, लगाइहेर्छु नि त कति पैसा रहेछ। 950 अलिक मिलाइदिनु, 900 ट्राई गर्छु ल। अहिले चाहिँ भेडेटर आइपुग्यो, अनि जस्ट टाइम अलिकति धरनमा रस भयो। एउटा ब्याग खोज्नु खोजेको छु, अनि लाइक त्यो एउटा स्ट्यान्ड अनि अर्को यसको लागि नि एउटा स्ट्यान्ड लिनु खोजेको थियो, तर त्यो सम्भव भएन। लाइक म धनकुटामा हेर्छु, भएन भने हिलेमा भयो भने किन्नै पर्ने हुन्छ, किनभने टाइम लाग्छ र हाम्रो लागि चाहिन्छ। अब चाहिँ भेल्टरबाट यात्रा गरी
लगभग 5 मिनट धनकुटा पुग्दैछ धनकुटा मेन रोड लाइक अहिलेसम्म चाहिँ अब राम्रै भइरहेछ ट्राभल बट अलिकति टाइम धेरै गइरहेछ अनि जस्ट आज चाहिँ लगभग सुट हुँदैन किनभने अब लगभग 4 बज्नु लागिसक्यो ओके अहिले चाहिँ फाइनली म हिँडेमा आइसकेको छु मेन चोक पानी पनि छिटौला जस्तो भइरहेछ 3:30 जति भयो यसलाई चाहिँ हिँडेको यो चाहिँ यही हो अब यताबाट जाने त्यो अर्को धेरै ठुलो लेखेको रहेछ ओल्मै ठिक छ देवले हात पराल मसँग त भोलि पर्सि सोडरले हो सोडरले हुँदाखेरि म बस्नु पनि किनभने भोलि चाहिँ मेरो सम्भव छैन होला किनभने थ्याङ्क यू है जस्तै एक्लै हिँडिरहेको थिएँ अनि एक्लै हिँड्दाखेरि अब जस्तो त्यस्तो खालको सम्मान भेट्दाखेरि खुसी लाग्दो रहेछ सो अशोक लिम्बू एन्ड अर्को एकजना हाम्रो बन्द राई हुनुहुन्थ्यो उहाँलाई धेरै धेरै धन्यवाद यहाँको सम्मानप्रति अनि अब चाहिँ लाइक 5 बजिसक्यो अब मेरो टाइम धेरै छैन अनि लाग्नुपर्ने म चाहिँ यता हो अराउन्डमा हो सो अब धेरै चाहिँ लाग्दैन आधी घन्टा 45 मिनटको बाटो चाहिँ म त अब बिस्तारै ब्लग बनाउँदै जान्छु मेन चाहिँ अब यस्तो नेचुरल ठाउँमा आएपछि चाहिँ लाइक हुन्छ नि अब एउटा अर्कै खालको भाइब्स आउँछ अनि त्यही भएर धेरै ठाउँ रोक्छु होला अनि यस्तो फुलहरू पनि फुलिरहेछ कि यस्तो टाइपको फुल पनि फुलिरहेछ यो सिजनै हो क्या वैशाखमा यस्तो टाइपको फुल्ने
पाहाडको चाहिँ एउटा अर्कै भाइब्स हुन्छ नि लाइक हुन्छ नि अब यता चाहिँ यस्तो के अरे तल गाउँ होइन अनि यता डाँडा अनि यता डाँडा लाइक हुन्छ नि अब यो हरियो चौर अनि यता लाइक घुम्न लागेको सनसेट अनि अब यसमा होइन अब यसमा अनि यो के यो आइसेलु एकदम यहाँको दामी होइन अनि तल जानु लाग्यो अहिले चाहिँ अब यो सिजन भएर क्या यस्तो मजाले फुलिरहेको छ यो वाउ टाइपको के ओके अब चाहिँ म लगभग मेरो डेस्टिनेसन अब पुग्न लागेको छु सो तर त्यो पुग्नुभन्दा अगाडि चाहिँ म एकचोटि कन्फर्म गर्न चाहन्छु अब त्यहाँ जस्तो बस्ने व्यवस्था छैन भने चाहिँ म इभन भोलि मात्रै जान्छु त्यसलाई अब यसो बरु भएन भने कहीँ भयो भने यसो गाउँतिरै यसो कहीँनिर गाउँमै बस्ने वातावरण गराइदिनु न म कहीँ गाउँमै बरु बस्छु त्यो होटलमा भन्दा पनि लाइक अब बस्ने ठाउँ चाहिँ कन्फर्म भएन किनभने काफी होटलमा केमा भन्दै हुन्थ्यो अब होटल चाहिँ लाइक जस्तो खास चाहिँ होटलमा बस्नु मन भएको छैन अनि बस्ने मन भएको चाहिँ अब खासमा गाउँमा टाइपमा हो अब हेरौँ अब एकछिनपछि कल गर्छु भन्नुभएको छ अब यो मिलिहाल्यो भने गाउँमै बसौँला अब मिलेन भने त अब यति राति भए पनि भइसक्यो फाइनल्ली अहिले चाहिँ म सिधोमा आइपुग्यो सिधोबाट चाहिँ लाइक यहाँबाट चाहिँ यो वे चाहिँ अगाडि नै हिँड्ने हो म हामी जानुपर्छ आएको चाहिँ यहाँबाट त्यसै लाइक ठ्याक्कै म शुक्रबारे भन्ने ठाउँमा आएको छु शुक्रबारे बजार चाहिँ यही हो जस सिधोबाट 9 किलोमिटर सिधो चाहिँ यो अनि शुक्रबारे म ठ्याक्कै अहिले चाहिँ शुक्रबारे भन्ने ठाउँमा छु अनि मलाई ठ्याक्कै बसाउनु खोजेको यो होटल भटरै होटल अनि लाइक म चाहिँ अब यस्तो ठाउँमा आइसकेपछि हुन्छ नि गाउँमा बस्ने मैले भन्ने जस्तो मैले गाउँमा बस्ने सोच बनाएँ सो सरलाई फोन गरेँ अनि उहाँले ठिकै चाहिँ गाउँमा आउनु भन्नुभएको छ अनि बस्ने खोजेको चाहिँ यो होटल भटरै होटल अनि अब जानु खोजेको छ यहाँबाट ओके म शुक्रबारे कटेर अलिकति तलपट्टि आएको छु अनि यहाँ चाहिँ हुन्छ नि पुरा पछाडिपट्टि धुवा चलेको यस्तो चाहिँ यो म लाइक पाहाडमा बस्दाखेरि मलाई थाहा छ सानो हुँदाखेरि यसरी आगो चलाएर बसेको याद आयो क्या सो एकछिन रोकेँ अनि म खासमा बस्नु खोजेको र उहाँहरूले सरहरूले भनिदिनु खोज्नु भएको रुम चाहिँ खासमा यो शुक्रबारे भन्ने ठाउँमा थियो तर हुन्छ नि लाइक मलाई चाहिँ अब यत्रो यहाँ आइसक्यो अनि यहाँ आएपछि अनि यस्तो टाइपको के यो गाउँ जस्तो टाइपकोमा बस्नु मन लागेर उहाँहरूलाई मैले रिक्वेस्ट गरेँ अनि रिक्वेस्ट गरेपछि उहाँले हुन्छ आउनु तर तपाईँलाई अलिकति टाढा पर्छ भन्नुभयो अनि म चाहिँ अब 5-6 किलोमिटर पिच अनि त्यसपछि अपलोड कति हो त्यो थाहा छैन अनि त्यो अपलोड सबै चाहिँ लिन आउनुहुन्छ अरे
सो त्यहाँसम्म जाँदैछु बाटो यस्तो छ रात परिसक्यो 6 क्रस भइसक्यो अनि यो टाइपको चाहिँ होइन यो टाइपको चाहिँ अति मलाई अब त्यो पुरानो भाइब्स आयो क्या अगाडिको बच्चाकालको भाइब्स आएर म यहाँ रोकेको अनि यस्तो के विगत यस्तो टाइपको गाउँमा बस्नु मन लागेको ठ्याक्कै शुक्रबारे चाहिँ यहाँदेखि मास्तिरको यो यसको ठ्याक्कै माथि अप हो यो देखेको यो बिल्डिङ्सको यस्तोमा हो अराउन्डमा अनि म लाग्दैछु यता ओके अहिले चाहिँ म ठ्याक्कै मेरो आजको डेस्टिनेसन अनि पुग्न लागेको छु अनि लाइक अब भन्नुभएको उहाँले भन्नुभएको यही हो अनि अघि ठ्याक्कै उहाँ चाहिँ मास्तिरबाट क्रस हुनुभएको छ अनि उहाँको मास्तिर शुक्रबार लाइक ओखरेमा एकछिन काम छ अरे सो एकछिन वेट गर्नु भन्नुभएको छ ओके अब चाहिँ लगभग मेरो डेस्टिनेसनमा पुग्नु लाग्यो अनि मेन कुरा चाहिँ अब जस्ट आज यस्तो यात्रा भएर पनि जस्तो थाकेको फिल चाहिँ भएको छैन किनभने बिस्तारै हिँडेर पनि होला अनि त्यही हो अब जस्ट इन्जोय भयो अनि टिपिकल गाउँ जस्तो टाइपमा आइरहेको छु आनन्दकै केही यो किरा फट्याङ्ग्राहरूको आवाज बाहेक केहीको आवाज छैन कि हो यस्तै ठाउँमा आउनु चाहेको ठिक छ फाइनल्ली होम घरमा आइपुगेको मस्तिरबाट अन्त गुड गर्न पनि भएको छैन जस्तो लाग्यो हजुर चाहिँ गाउँपालिकाको ए गाउँपालिका चाहिँ शुक्रबारेमै हो अहिले चाहिँ म सुत्ने ठाउँ मेरो सुत्ने ठाउँ खाना खाएर सुत्न लागेको यहाँको प्लेस चाहिँ भोलि म एक्सप्लोर गर्छु अब मलाई पनि थाहा छैन कस्तो ठाउँमा म आइपुगेको छु सो भोलि बिहान भेटौँला है त गुड नाइट
गुड मर्निङ फ्रम कटेल गाउँ अनि म चाहिँ छतर गाउँपालिकाको एउटा कटेल गाउँमा छु लागि हिजो बेलुका चाहिँ राति आइपुगेको छु सो म बसेको चाहिँ यहीँ हो अनि यो एकदम टिपिकल टाइपको घर छ अनि यहाँनिर उहाँहरूको किचन सिजन अनि यहाँ चाहिँ यता चाहिँ बसेँ अनि जसले बेलुका राम्रै भयो सुतेँ अनि हुन्छ नि जस यहाँ इन्टरनेटको पनि सुविधा थियो अब चाहिँ म एकछिन यहाँ गाउँमा निस्किन्छु एन्ड देन भरे फर्स्ट आवरतिरदेखि मेरो काम स्टार्ट हुन्छ मकैको होइन सर मकैको सायद यो जाँदा त होइन जाँदामा पिसिएको होइन होला आजभोलि मिलहरू छ मिलमा पिसेको एकदम जस दामी भइरहेछ अनि यम्मी भइरहेछ अब यसले के हो अब यति खायो भने लगभग सम्भवतः मलाई चाहिँ फेरि खान चाहिँदैन कि यति भएपछि 12-1 बजीसम्म मलाई चाहिँ थाम्छ ओके खेत होइन अराउन्ड खेत अनि हामी चाहिँ अहिले यहाँ सरसँग छौँ अब हिजोदेखि जति पनि मलाई यहाँसम्म हामीहरू ल्याउनु हुने उहाँ सर हो हजुरको सर यसो परिचय दिनु होला मेरो नाम मनकाजी कटेल मेरो घर यहीँ हो यो चाहिँ हाम्रो छतर गाउँपालिका वडा नम्बर 6 सुदाप पर्छ यसलाई अब यहाँनिर कटेल गाउँ भनेर चिन्छ हामी 6-7 घर मात्र छौँ कटेल चाहिँ म चाहिँ छतर गाउँपालिकाकै योजना शाखामा पनि कार्यरत छु भने यसो अहिले काहीँ टाङटाङ टुङटुङ पनि गरिन्छ र अलिकति यता कम्प्युटर टेक्नोलोजी सफ्टवेयर डेभलपमेन्टतिर पनि काम गर्छु हाम्रो सर यहाँनिर ब्लगिङको लागि डकुमेन्ट्रीको लागि आउनुभएको रहेछ उहाँलाई हाम्रो गाउँमा वेलकम गर्न पाउँदा एकदमै खुसी लागिरहेछ हाम्रो लगभग यतातिर यो टेक्निकल पाटो थोरै पनि मिलेको हुनाले अझ बढी रमाइलो फिल भइरहेछ थ्याङ्क यू मैले चाहिँ अब काठमाडौँबाट आउनुभएको भन्ने जस्तो इन्फर्मेसन पाएको थिएँ अनि मैले सोचेँ अब यता तल अब हाम्रो बाटो पनि अब अफरोड हो अनि अब अलिकति टाढा पनि छ त्यही भएर सरलाई अलिकति डिफिकल्ट हुन्छ भनेर मैले बजारतिर व्यवस्थापन गर्न खोजेको तर सरलाई चाहिँ फेरि गाउँकै इन्भाइरोमेन्ट मन पर्दो रहेछ अनि फेरि मैले ल आउनुहोस् यतै भनेर उहाँलाई लिएर आएको अनि खुसी लाग्यो एकदम उहाँ चाहिँ फेरि मस्ट ट्यालेन्ट हुनुहुन्छ अगाडि जस्ट लाइक भिडियो पनि गर्दै हिँड्नुहुन्छ होइन सर हजुर अगाडि टेक्निकल युट्युब पनि चलाउनु भएको थियो अनि
उहाँ एकदम मल्टी ट्यालेन्ट हुँदो रहेछ अनि लाइक उहाँको जुन गीत अहिले यहाँ बिहानै अर्कै भाइब्स आइरहेको छ कि मलाई जस्ट लाइक खुसी ह्याप्पी टाइपको मोमेन्ट उहाँले दिनुभएको छ जस्ट मलाई त कहिले कहिले यतै आएर कहिले साथीहरू आउँछन् कहिले एक्लै यतै आएर यसो गीत सङ्गीत यसो किनभने उहाँको हिजो घरसम्म नै हामी गाडीमा आयो अनि जस्ट अब अहिले उहाँले भनिहाल्नु इन्टरनेट सबै एभाइलेबल छ जो हुनुहुन्छ कटेल गाउँको यो छतर गाउँपालिकाको जो हुनुहुन्छ कमेन्ट बिलो अनि तपाईँहरू पनि उहाँले भने जस्तो ब्याक टु के भन्छ भिलेज के होइन हजुर गाउँ छोडेर जानुभएको छ रमाइलो छ आउनु होला ओके ल ओके फाइनली अहिले चाहिँ म बस्ने रुम पालिकाले गरिदिएको रुममा आइपुगेको छु सो रुम चाहिँ यस्तो छ अनि दुईवटा छ बेड चाहिँ जस्ट लाइक राम्रै छ यो चाहिँ यता चाहिँ शुक्रबारे बजार एन्ड अहिले चाहिँ म एकछिन रेस्ट गर्छु किनभने अब काम सक्यो काम सकेपछि ढुक्क भयो नि त अनि एकछिन बरु अब कहीँ घुम्ने जाने प्लान छ अहिले बरु एकछिन घुम्न जान्छु निस्किन्छु त्यही हो अब हेलो के हो नाम के हो नाम हेलो एभ्रिवान गुड मर्निङ फ्रम छतर गाउँपालिकाको शुक्रबारे बजार एन्ड म चाहिँ अलिकति लेटसम्म आज सुतेँ अनि लाइक अहिले चाहिँ अब नुहाइधुवाइ गरेर फ्रेस भइसकेँ अनि अब सामानहरू पनि लगभग सबै प्याक भइसक्यो अब म यसो सोचिरहेको छु होइन म लाइक यो सिधो समुद्रमा धेरैचोटि आइसक्यो अनि अब यहाँबाट मैले सोचिरहेको छु क्या यो यस्तो यो डाँडा जहिले हेरिरहेको हुन्छु जहिले देखिरहेको हुन्छु अनि यस्तो कस्तो होला त्यहाँ माथि डाँडाबाट भनेर मैले जहिले दिमागमा सोचिरहेको हुन्छु आज चाहिँ अब टाइम पनि छैन सो अझै म जान्छु होला सिधा पुग्छु अनि सिधा गएर लाइक अब पेट्रोल एकचोटि हेर्छु एन्ड पेट्रोल हाल्छु अनि त्यसपछि म यहाँबाट यस्तो डाँडा हुँदै जानु पऱ्यो कि त्यो डाँडासम्म पुग्नु पऱ्यो क्या यो डाँडासम्म भयो भने सम्भवतः यो डाँडासम्म पुग्छु क्या पुग्नु मन लागेको छ भनौँ न हेरौँ
म चाहिँ खासमा यहाँनिर जान खोजिरहेको छु क्या कस्तो दामी देखिरहेको छु क्या जस्ट धेरै ठाउँमा पुग्यो बट अब हुन्छ नि एउटा आफ्नै टाइपको क्या वाउ कस्तो यो छ नि यो कस्तो दामी बादल कुदेको छ क्या नि यस्तो कोरे जस्तो टाइपको छ क्या जस्ट लाइक म यहाँ एकछिन जान्छु अनि बाटो सुरुमा त बाटो बुझ्छु इभन बाटो राम्रो भयो भने यो भाइको चाहिँ म एकछिन साइकल कुदाउनु मन लाग्यो यो चार्जिङ साइकल हो कि बाइसाइकल हो यो यसले के भन्छ चार्जिङ साइकलै हो नि होइन ऊ त्योबाट घुमाउँछु ल भाइ दिन्छ कि नै दिन्छ ओके ल थ्याङ्क यू ल एकछिन यस्तो गरेर त गरिदिनु ल हेलमेट लगाएर कुदाउँ कि हेलमेट नलाइ एक्सिलेटर हो यो घुमाएर आइहाल्छ है ओके भाइ हजुर आफ्नै सेकेन्ड आऊ भाइ यति नै कुदाएको तिमीले हात छेकेन नि ओके ल थ्याङ्क यू भाइ कति चार्ज थाम्छ भाइ कति चार्ज थाम्छ ओके ल जाउँ बाई कस्तो के अरे यस्तो ठाउँमा पनि यस्तो साइकल हुन्छ यार दामी लाग्यो कुदाउँदै एकछिन दामी देख्दो छ क्या यहाँबाट तर अनि आएको चाहिँ यताबाट हो यहाँबाट अनि बाटो यस्तो छ यस्तो हुँदै अब अनि जस्ट अब केही खास छैन अहिलेसम्म 10:30 भइसकेछ अब मासतिर के खाजा पाउँछ कि भन्ने एक्सपेक्ट गरे हो अब पाउँछ पाउँदैन होटल चाहिँ छैन अरे जस्ट होटल नभए पनि त्यहाँ एक्सक्युज गर्छु त्यहाँको जो घरमा हुनुहुन्छ उहाँलाई एक्सक्युज गर्छु केही भयो भने खाउँला अनि आएको चाहिँ यताबाट हो बाटो यस्तो छ ओके पुगिन्छ होला जाउँ कि नजाउँ भइरहेछ कि किनभने बाटो अफरोड छ नि त यस्तो छ बाटो अनि फेरि नयाँ मान्छे चाहिँ कस्तो हुन्छ भने नयाँ बाटोमा चाहिँ अफरोड छ भने चाहिँ अलिक गाह्रो हुन्छ क्या अब कस्तो छ भन्ने कुरा पुग्छ पुग्दैन भन्ने कुरा अब यहाँ मिडतिर आएर नि अब माथि त्यो टपमा पुगेन भने त त्यो मजा आएन सो हेरौँ अब अनि गुराँस पनि खोजिरहेको छु क्या म यो लट अब एकदम गुराँस कम छ अरे सो गुराँस पनि खोजिरहेको छु यो गुराँसको बोट यस्तो भइरहेको छ यस्तो दामी मैले त्यो तल यहाँबाट अघि खिचेको थिएँ यस्तो
सोचेको थिएन कि दामी लाग्यो यहाँको देख्छु कि यो गरा 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 साँच्ची भने बस्नु पायो भने त कोही मान्छे मेरो मान्छे भइदियो वा अथवा आफ्नो मान्छे भइदियो वा सिरियसली म यहाँ बस्थेँ कि यहाँ यो घर चाहिँ चिने घर हुनु पऱ्यो कि लाइक यस्तो ठाउँमा चाहिँ होटलहरू हुनुपर्ने हो कि हुन्छ नि होमस्टे टाइपकोहरू हुनुपर्ने अनि अब यस्तो ठाउँहरूमा चाहिँ बस्दाखेरि धेरै तनाव यताउता भएको चिजहरू सब बिर्सिन्छ क्या दसैँ त्यसले खाजा खाँदै हुन्छ क्या तपाईँहरूले यो रोप्नु भएको के हो यो आलु हो कि कोपी हो घर चाहिँ तपाईँहरूको सबैजना शेर्पै हुन्छ ए के शेर्पा पनि त्यो हुन्छ होइन ग्याल के हुन्छ होइन के शेर्पा हो भिमासा नाम तपाईँको यता हजुरको चाहिँ गेलु तपाईँहरूको पारबाट हुन्छ होइन हजुरको चाहिँ तपाईँ होइन तपाईँ त आर्मी उहाँ त आर्मी तपाईँहरूको त म त शेर्पा गाउँमा धेरै पुगेको छ तपाईँहरूको कास के अरे त्योबाट बस्छ होइन नाम चाहिँ ऊबाट बस्छ होइन बारबाट गेलु भनेको कुन बार हो सोमबार भोटे गाउँ शेर्पा गाउँमा धेरै डुलेको नि त होइन म त राई हो नि शेर्पा जस्तो देख्छ हो ए ल त्यो त म यता तेह्र फुलतिर गएको थिएँ कि यताबाट हिँड्नु यसो टाढामा चढाउनु छ्याङ ए चिया नखाने चिया हो ए नखाने हजुर नखाउँ नखाने नचपाउ अहिले यो आलु खन्ने बेला भइसक्यो हो ए अहिले त सानो होला है तपाईँहरू यतै बस्नु हुँदैन यो मासतिर बस्नु होला ए ठ्याक्कै छ्याङ जस्तै देख्दो रहेछ छ्याङ भन्छ होइन जहाँ तपाईँहरू छ्याङ जस्तै देख्दो रहेछ क्या नखाने हो
कतिजना जति हुन्छ हजुर कति बस्ती छ उता त्यो भेडाहरू छ भ्याभ्या कराएको छ ए त्यो त कराइरहेको जस्तो लागिरहेको बाटै राम्रो छैन होइन बाटो चाहिँ बनाएको बाटो त अलिक टेम्पोले पुग्दा राम्रो हुन्थ्यो बाटो बनाइदिनु यो त उसको क्या दुध त होइन यो दुधै हो यता चाहिँ के गाईहरू नै हुने होला है होइन हुन्छ नदिनु नलिनु पर्दैन यति भयो हुन्छ होइन हुन्छ नि मासिएर हामीले एउटा म यस्तो लेक ठाउँमा पुगेको थिएँ अनि चिकन मन लागेर गएको होइन अनि एउटा लेक ठाउँमा पुगेको थिएँ हामीले लेक लाग्छ नि त बोजू होइन अब गर्मीमा भएको मान्छे एकैचोटि माथि हाई अल्टिट्युडमा चाहिँ लेक लाग्छ क्या त्यो लेकमा चाहिँ अनि टाउको दुख्ने के हुने अनि एकजना दाइले चाहिँ एकजना के अरे हामीसँगै हिँड्नुहुने दाइले चाहिँ भोटे दाइले चाहिँ उहाँले चाहिँ के भन्नु भने तपाईँहरू जस्तो लेक लाग्छ हामीलाई त्यस्तै आउल लाग्छ अरे क्या तपाईँहरूले आउल लाग्नु छैन तपाईँहरू चाहिँ सुनिने होइन पुरा सुनिने जिउ सुनिने हातखुट्टाहरू सुनिने होइन हजुर अनि त्यस्तो हुँदो रहेछ क्या अनि म त्यो लागेर होइन होला जस्तो लागेको थियो अनि हजुर त्यही भएर सोध्नु मन लागेको अनि पुरा सुनिन्छ अरे क्या अनि एक दिनमा उहाँ नि फर्केर आएको अरे जस्तै हामी नि लेक लाग्यो भने जति ओह्रालो झर्दै गयो त्यति हराउँदै जान्छ अनि उहाँहरू पनि फर्किहाल्नु पऱ्यो नि जति मासतिर जाँदै आउँदै जानुभयो त्यति हजुर निको हुने रहेछ क्या अनि त्यो औषधि चाहिँ सेम त्यही गरे ल बोजूहरू खुसी लाग्यो तपाईँसँग भेट भएर यस्तो डाँडामा कहिले म बिर्सिदिनँ तपाईँहरूसँग बसेको होइन धेरै धेरै धन्यवाद ल हस् मासतिर एकछिन म जान्छु गएर त्यहाँ फर्केँ ल हस् बस्ने त बोजू धेरै धेरै धन्यवाद के अरे चिया दिनुभएको चिया चिउरा दिनुभएको ल हस् यहाँको जस मान्छेको चाहिँ अब यस्तो मन यति सफा यति खुल्ला हुन्छ नि अब म यतिकै बसिरहेको थिएँ अनि जस अब जे छ उहाँहरूसँग त्यही दिनुभयो क्या यो नै सबैभन्दा यहाँको जस्तो नेचर त्यस्तै मान्छे पनि क्या यहाँ लाइक अब एकछिन म माथि जान्छु बोजूहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद अनि तपाईँहरू पनि यस्तो ठाउँतिर आउनु भने चाहिँ यसरी नै बोजू बाजेहरूसँग रमाउनु क्या जस अब यस्तो ठाउँमा त कोही मान्छे आउँदैन अनि लाइक हुन्छ नि उहाँहरूलाई पनि बोल्नु मजा लाग्छ होला अनि हामीलाई नि यस्तो ठाउँमा बोल्न त यति मजा लाग्छ क्या अनि यस्तो छ बादल लागिजान्छ अब लाइक माथि एउटा भेडाको ग्रुप छ अरे त्यो भेडाको ग्रुपमा केही कन्टेन्टहरू बनाउँछु तपाईँहरू भेडा हेर्नु भएको छैन भने अब म भेडा देखाउँछु अनि कसलाई यस्तो डाँडामा बाजे बोजूहरूसँग बोल्नु मन लाग्छ होइन कमेन्ट दिनु मलाई लाग्छ भनेर भन्नु होला मलाई चाहिँ अति लाग्छ बाजे बोजू अनि केटाकेटी अब म मेरो उमेरहरूसँग त अब त्यति खासै हुन्न तर लाइक अब बाजे अनि बोजूहरूसँग चाहिँ अति रमाउनु मन लाग्छ क्या यस्तो ठाउँहरूमा ओके स्टिल डेयर अब चाहिँ म यहाँबाट माथितिर जान्छु अनि एकछिन त्यो गर्छु टाइम कति भइसक्यो नि थाहा छैन क्या मलाई यहाँ 1 घन्टाभन्दा बढी म यहाँ बस्यो अनि लाइक अब चाहिँ ठाउँ चाहिँ यस्तो छ होइन बाटो लागि चाहिँ पानी पर्ला जस्तो पनि भइरहेको छ तर पानी चाहिँ पर्दैन होला यहाँको वेदर यस्तो हुन्छ सो ओके हेर्दै गर्नु होला है त
फाइनल्ली बाइक चाहिँ अब यहीँसम्म म यहाँबाट हिँड्दै जान्छु अनि लाइक ब्याग यहीँ छोडौँ कि जस्तो लागेको थियो र ब्याग त्यहाँ मास्तिर घरमा म छोडिराख्छु सिडी छ अनि लाइक अब हेरौँ हिँड्दै जान्छु अनि नुनथाला चाहिँ यता हो म आएको यताबाट सिधा यो हेलो कोही हुनुहुन्छ हेलो घरमा कोही हुनुहुन्छ हेलो हेलो को हुनुहुन्छ के गर्ने भन्ने कुरा त्यहाँ छोडेको छु बाइक ओके मैले यहाँबाट आखिरमा देखिहाल्छु यहाँ कोही कसैले ब्याग चलाएको छ भने सो बरु यहीँ छोडिरहेको छु ब्याग म जहाँबाट आएको त्यही भनिदिन्छु फाइनली बाइक भएकै ठाउँमा यो ब्याग चाहिँ छोडिराख्नु पर्ने भयो किनभने अब त्यत्रो माथि ब्यागसँग अलिक गाह्रो होला जस्तो लाग्यो त्यो बाइक त्यहाँ छोडिरहेको छु छोड्नु पर्ला त्यही हो अब पानी परिहाल्यो भने के सेप हुन्छ यहाँ चाहिँ ढुङ्गा लाउनु पर्छ कि त्यही अब बाटो चाहिँ जाँदैछ यो बाटो थिएछ तपाईँको म चाहिँ अब मलाई अब नयाँ मान्छे होइन थाहा भएन जस्ट हिँड्नु पनि पर्छ अनि हिँड्दा नि मजा आइरहेछ तर एउटा त्यही ब्यागको टेन्सन भइरहेछ अब केटी छोडी छ तपाईँहरू इभन आउँदै हुनुहुन्छ भने चाहिँ बाटो चाहिँ आउने रहेछ कि बाटो यस्तो यस्तरी आउने रहेछ मलाई चाहिँ थाहा भएन ओके यो हिँड्नको लागि बनाइदिएको हो सो किन नहिँड्ने होइन यति राम्रो हिँड्नलाई बाटो बनाइदिएछ किन हिँड्ने बाइक चाहिँ यहाँ छोडेको हो अनि अहिले चाहिँ यहाँ आइपुग्छ अब इन्डियन पोइन्टमा आइपुग्नु लाग्यो त दुःखको कुरा चाहिँ के भयो भने मेरो चाहिँ अब ब्याट्री डेथ हुन लाग्यो पावर ब्याङ्क पनि अफ भइसक्यो होइन सो अब यति बाँकी छ अनि अब यत्रो आइसक्यो अनि यति चाहिँ किन नजाने भन्ने कुरा तर ब्याट्री अफ हुन लागिसकेको छ अब हेरौँ त्यहाँसम्म म पुग्छु इभन अब त्यहाँ गएर एकचोटि हेर्छु सो अब यहाँबाट यस्तो 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 हिँड्दै आएको छ ब्याग र बाइक त्यहीँ छोडेको छु मैले अनि अब धेरै बाटो छैन सो अलिक फास्ट फास्ट जानुपर्ने छ अब चाहिँ यो भर्याङको बाटो अफ हो सक्यो अब चाहिँ यहाँबाट चाहिँ हिँड्दै जानु पऱ्यो अनि लाइक हुन्छ नि जस्तो त्यहाँसम्म म बाइकमा आएँ अब बाटो चाहिँ यहाँसम्म लाइक यहाँसम्म कहाँसम्म रहेछ तर हिँड्दाको अर्कै मजा के यो बाटो यत्रो बाटो खर्च गरेको छ नि त यस्तो हुँदै 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 आयो लास्टमा सक्यो अब फाइनल्ली सिडीको बाटो चाहिँ सक्यो अनि लाइक मेरो विचारमा रोड पनि कहाँ यहाँसम्म मात्रै रहेछ अनि जस्ट अब बाटो त्यहाँसम्म आयो पनि बाइक आयो पनि म हिँड्दै आएँ हिँड्दै नै मजा लाग्यो मलाई चाहिँ अनि लाइक अब त्यहाँसम्म जान्छु कि म जसरी जान्छु कि किनभने यहाँबाट मैले त्यहाँ पुग्छु भनेको थिएँ सो अब त्यहाँ पुग्नलाई धेरै टाइम पनि छैन सबैभन्दा मेन कुरा भनेको ब्याट्री सकिने लागेको छ सो म धेरै डिटेल दिन सक्दिनँ होला ओके यस्तो यो टाइममा आउनुको फाइदा चाहिँ यही छ क्या यस्तो दामी फुल यहाँ सबैकै पहेँलो अब अहिले यो घाम अलिकति लागेको छैन मात्रै मजाले देखाएको छैन बट यो टाइममा तपाईँहरू पनि आउँदै हुन्छ भने चाहिँ यो नेचर यसरी यो नेचर फ्लावर्सहरूसँग यो नेचुरल हो क्या लाइक यस्तो ठाउँमा अनि यस्तो फुल देख्दा कसको मन आनन्द हुँदैन होला क्या जस रमाइलो भइरहेछ त्यस्तै यार अब पुग्नु लागेको छु म यहाँबाट आएको थियो कि यो ठाउँबाट आएको थियो अब मैले कोड गरेको ओके फाइनल्ली अहिले म मेरो आजको डेस्टिनेसनमा आइपुगेको छु मैले यही ढुङ्गा तलबाट देखिहाल्छु कि बाइक चाहिँ मैले यहाँ राखेको छु सबैभन्दा दुःख लागेको चाहिँ के हो भने यत्रो यहाँ आयो होइन मेरो ब्याट्री ब्याकअप सकिने लागेको छ सो अनि
यहाँबाट म 360 देखाउँछु होइन यस्तो दामी छ यो सिधो अनि म अब शुक्रबारबाट अनि नुन थाला यो नुन थाला अनि कसले भनेको छैन कि गुराँस फुलेको छैन भनेर अनि गुराँस चाहिँ कम्प्लिट अब फाइनल्ली म गुराँस भेट्दैछु बट यहाँ जाने कि यहाँ जाने भन्ने हो अब ब्याट्री छैन यही दुःख लागिरहेछ ओके फाइनल्ली म चाहिँ गुराँस भएको ठाउँमा आइपुगेँ अब धेरैले खिची उडायो होइन तिनचुरेमा गुराँस हुँदैन यताउता भनेर फुल्नु चाहिँ फुल्छ होइन गुराँस तर म यत्रो टाढा आएँ गुराँसको लागि पनि आएको खासमा अनि यो गुराँस चाहिँ यस्तो हुन्छ क्या लाइक अब यहाँ यो यस्तो फुलिरहेको छ भने यो तपाईँले भाँच्नुभयो भने चाहिँ अर्को साल पनि यहीबाट फुल्ने हो सो यसरी नचुटाइदिनु होला यसलाई यतिकै छोडिदिनु होला सोसोल बनाइदिनु हो यहाँ बोजूले सोसो चाहिँ यहाँ बोजूले दिनुभएको छ मान्छेले अब बिहानदेखि यस्तो यता तलबाट माथिबाट आउँदाखेरि केही खाएको थिएन अनि यसो भोक भोक लागिरहेको थियो अनि अल्छी जो चौजु खानु लाग्यो अनि यहाँ बोजूले बनाइदिनु भएको छ हाम्रो राइनी पान्तामा बोजू हुनुहुँदो रहेछ बोजूलाई धेरै धेरै धन्यवाद लेबुर आयो क्या केटाहरूले आलु कहाँबाट ल्याएको भाइ होइन यो आलु कहाँको यहाँ भनेको यहाँकै हो ल धेरै धेरै धन्यवाद के हो नाम भन्नु त नानी यता राजतामाङ ल भाइहरूले चाहिँ मलाई अब यति कत्रो ल्याएको फेरि हेर खाऊँ सँगै खाऊँ ल किन खाने खाने खानु मन छैन खानु मन छैन अब तिमीहरूलाई अब लान्छ हेर है अब चाहिँ तिमीहरू अब तर न हो अब चाहिँ अब तिमीहरूलाई अब पारे फेला कतिमा पर्छ नानी 6मा यता फोमा तामाङ होइन ल भाइहरूले चाहिँ अब जस अचार पनि बनाएर ल्याइदिएछ अचार आफै बनाएको कसले बनायो अनि आलु कसले उसिने मिलेर काम गरे हो ल अब यस्तो ठाउँमा होइन आलु ल्याइदिएको छ अनि यसो अब यहाँ फुपूको छोरा हो मामाको छोरा ए दुईजना हो ए ल धेरै धेरै धन्यवाद भाइहरूलाई अहिले म तिमीहरूलाई खुसी दिन्छु ल एकछिन वेट गर्नु ल अनि धेरै धेरै खुसी लाग्यो खाऊ न भाइ किनभने खानु छैन ओके ल म चाहिँ अब यहाँ लिन्छु किनभने अब भोक पनि लागिरहेको छ चाउचाउ अहिले भर्खर खाएँ अब आलु आफै आगो फुकेर बना हो एकछिन बस ल एकछिन बस्दै गर ल अहिले म पैसा दिन्छु ल अहिले भाइहरूलाई चाहिँ म के पैसा दिन्छु किनभने अब यस्तो ठाउँमा होइन अब भोक लागिरहेछ तर पनि अब यहाँ भाइहरूले जस्तो आलुले एकदम खुसी ह्याप्पी भइरहेछ यहाँको अर्ग्यानिक आलु राइट लाग्नु पर्यो कि कति पैसा दिनु यो 200 रुपियाँ लिनुहोस् त लिनु हुँदैन त्यसरी होइन यहाँ लिनु न यति लिनु न यति चाहिँ लिनु न मेरो मन फेरि बुझ्दैन क्या यति लिनु न यति लिनु न 200 रुपियाँ लिनु
200 रुपियाँ दिनुभयो हुन्छ हस् धेरै धेरै धन्यवाद तपाईँले अब यति मिठो के अरे त्यो खुवाउनु भयो अनि लाइक अब जस्ट यहाँ एउटा कुरा चाहिँ भन्नु मन लागेको कि दादा यो छ नि यो चाहिँ अलिकति माथि हाइटमा पुऱ्याउनु लाउनु किनभने कहिले कहिले यसो त्यो तारहरू खेलायो भने यो त अब ठुलो करेन्ट लाग्छ यसमा हजुर यो चाहिँ त्यो गराउनु अनि धेरै धेरै धन्यवाद अब के अरे यति यस्तो अवस्थामा खाजा खुवाउनु हो कि तपाईँले साह्रै खुसी लाग्यो जी त त्यत्तिकै खानु भन्नेको अब यत्रो पैसा दिइराख्नु भयो फेरि अब घुम्दा डुल्दा कुनै दिन अब चिनाजाना भयो निस्किनु आउनु ए हुन्छ न साह्रै राम्रो हुँदो रहेछ अनि भाइहरूले चाहिँ मलाई विशेष गरी आलु दिएको छ कति पैसा दिनुहुन्छ अनि यति अब 2 जना छ होइन अब मसँग फेरि धेरै पैसा पनि छैन 60 रुपियाँ ल ओके ल ल यसले के गर्ने यसले बिस्कुटहरू खाने होइन क्या खानु यस्तै चिजहरू आलु बनाएर खानु यसले चाहिँ कफी ल ओके ल बाई गर त धेरै धेरै पनि खोइ हक खाजा खुवाएको अब यस्तो अवस्थामा खाजा खुवाएको छ अब अरूलाई यसो अरू मान्छे आयो भने त्यसरी सेवा गर्नु ल भाइ ल हस् ल ल अब म लाग्छु ल ल मैले चार्ज पनि यहाँ उहाँकोमा चार्ज पनि फिक्सिङ गरेँ अब चाहिँ लगभग चार्ज अलिअलि छ बाई नि अब तपाईँहरूले कस्तो लाग्यो यो अन्तिमसम्म यहाँहरूले जुन मेरो ब्लगलाई हेरिदिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि कस्तो लागिरहेछ र के सुधार्नु पर्ने हो प्लिज कमेन्ट बिलो अनि तपाईँहरूको लागि हो खास यो भ्लग अनि म चाहिँ यहाँ यतिकै अलरेडी आएर म इन्जोय गर्छु तपाईँहरूले पनि केही इन्जोय हुन्छ भनेर चाहिँ मैले खास यो भ्लग बनाएको सो कस्तो लाग्यो भनिदिनु होला अनि धेरैभन्दा धेरै कमेन्ट गर्नु होला अनि तपाईँहरू यहाँको हुनुहुन्छ भने अराउन्डको हुनुहुन्छ भने जहाँको पनि हुनुहुन्छ भने मिल्छ भने मेरो यो भ्लगलाई सेयर पनि गरिदिनु होला एन्ड फेरि अर्को भ्लग म यस्तै गरी ल्याउनेछु साथ दिनु होला यसरी नै अन्तिमसम्म साथ दिनु होला धेरैभन्दा धेरै कमेन्ट गर्नु होला अनि मन पर्यो भने लाइक पनि गरिदिनु होला र यस्तै भिडियो अझ चाहनुहुन्छ भने यस्तै टाइपको भिडियोहरू अझै खोज्नुहुन्छ भने अथवा वेटिङमा हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्नु होला अनि सब्सक्राइब गरिसक्नु भएको छ भने यहाँलाई धेरै धेरै धन्यवाद जसले सब्सक्राइब गर्नु भएको छ सो अहिले यो भ्लगको लागि चाहिँ